विकास साथी भेट भइसकेको छ हाम्रो चाहिँ कलेज फ्रेन्डको साथी हैन त्यहाँबाट झर्नुपर्छ थिबाट आज काम के छ भन्दाखेरि मेरो यहाँ नेपाल दुध चुरा केरा मजाले आगोको साथमा फुफू हजुरआमा र म Hello and namaste everyone. Hope you all guys are fine. हजुरहरु पनि सधैँ आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। सो न्यू डे न्यू व्लग। राति ढिलो सुते थियो खर उठ्दैछु यार कति भन्थ्यो आम्मा 9:21 उठ्नु अब फ्रेस हुम है फग भएको छ त यार होइन पनि शीत लागेको छ कि क्या त्यस्तै लाग्यो मलाई ल हावा चाहिँ क्लियर थियो अथवा चाहिँ पूजा भइरहेको हजुरहरूको बिहान बिहान घाम लागेको छैन है अहिले दाजु त फ्रेस पनि भइसकेको छु अब तल जान्छु है त आज शनिबार हो कि क्या शनिबार हो जस्तो छ आज त्यहाँबाट झर्नुपर्छ थिबाट बाइक आइन्छ गाह्रो छ है सुभाष कहाँ गयो विदेश कुन देश जान्छ साउदी अब आइसक्यो अहिले आएको छैन आज काम के छ भन्दाखेरि मेरो यहाँ चाहिँ बेसन लाउने हो यो चाहिँ अब मेरो किचन हुन्छ यहाँ चाहिँ बेसन लाउने अनि धाराहरू फिट गर्नुपर्ने छ अहिलेको लागि चाहिँ हैन सो यति काम चाहिँ गरौँ मैले चाहिँ यहाँ बढालेँ मजाले कुच्चो त्यहीँ छ मजाले बढालेर ठुलै ठुलो भएको थियो क्या लास्टै बालुवाहरू थियो भित्र त्यो पनि मिलाउनु पर्ने छ सो यता काम चाहिँ भइरहेको छ हाम्रो झ्याल ढोकाहरूको त्यो पनि देखाइदिन्छु म के छ बुढा चलेन मेसिन के गर्ने अब कहाँ खाना खायो को मिस्त्री वायरिङ मिस्त्री खाना खाएको छ ए चल्छ अब ए ल सो यहाँ चाहिँ खाना खाएर आएको र यहाँ पनि काम स्टार्ट गर्छ होला अब तलको पुरा पनि मिस्त्रीले ड्याङ सकाइदिउँ आज चलै बन्द रहेछ यहाँ नेपाल त्यहाँको ब्रदर आएर हाल्ने हो आई थिङ्क खाना गएको होला आइसकेपछि अनि त्यसरी गर्नुपर्ने हुन्छ सो अहिले चाहिँ त्यही हो ल हाम्रो मम्मी जहिले ढिलो खाना पकाउँछ भोक लागिसक्यो यहाँ जहिले ढिलो पकाउँछ 10-14 पो भइसक्यो रहेछ गाइज तर यो 10-14 चाहिँ होइन क्या टाइम बिग्रेको 3 भइसक्यो भर्खर निकाल्दैछु भाइ आज चाहिँ अर्को कुरा के छ भन्दाखेरि आज भाइहरू आउँदैछ अनि टी सर्टहरू पनि अब हिजो राखेको थियो नि त दुईजना मध्येमा एकजना छ तर उनीहरूले चाहिँ बाहिर लिने जस्तो कुरो गर्दैछ हेरौँ के हुन्छ भिडियो हेर्न एकछिन झ्याउ लाएर
ठेकुवा खाँदै जिन्दगी बितिरहेछ आगो ताप्दै बितिरहेछ के गर्ने गाह्रो छ दुध चुराकेर मजाले आगोको साथमा फुफू हजुरआमा र म खाने बेला पनि सुख छैन भाइ ढुङ्गाले बर्बाद गरिदियो घरमा गए पनि त्यस्तै यहाँ आए पनि त्यस्तै गाह्रो छ मलाई यूट्यूब में डालू अब यूट्यूब में भुंडी पनि यही छ प्लेयर अब तो भाइरल निमन आ रहा लो भुंडी ल भुंडी गेमर यहाँ हेर्नु पर्यो बा यतिको ब्लगरको कन्फिडेन्ट यतिको हुनुपर्छ के हुँदैछ यो मेरो चेन हेरिदिनु पर्ने दाइ यार ख्यार 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 मात्रै गर्छ के भयो साइड लाइटको त खोपडी नै खोलिदिनु भएको छ त यहीँ आएको तपाईँलाई सम्झिँदै तपाईँले सम्झिनुहुन्न के गर्नु गाह्रो छ आएको छु त कहिले हिजो कहाँ फोन गर्नुभयो तपाईँले सञ्जितले गरेको थियो के अरे ए मेरो एउटा कसको स्कुटी हो के अरे लेग पिस कहिलेको भिडियो हेरे हो ए युट्युबमा छठ पूजामा कहाँ खान्छ हौ लेग पिस खोइ त्यो हिलो बसेर हो कि के हो चेन अलि लुज भए जस्तो लाग्यो क्या तपाईँ कहिलेको यात्रा हो अब 10 तारिक 10 तारिक 9 दिन ए के भयो बाइक गरेको फेरि ब्यारिङ जान लाग्छ टक्क पुरै कुद्दा कुदै झाप्प रोकिन्छ गऱ्यो अलि त्यो कडा कडा बजाउँछ अस्ति ब्यारिङ गयो फेरि ब्यारिङ खाइरहेको छ कि फ्ल्याटकाट के मिलेन के मिलेन एकैछिन ठिक गरेर हुँदैन खोलेर हेर्नुपर्छ जग्गा खोल्नु भन्नु माइकल दाइ ब्यारिङ अनि बेरिङ फेरि होइन ए कुद्दा कुदै झ्याप ठुलो भइदिन्छ आफै चक्का जाम हुने कारण के छ भने थाहा छैन भित्रको बुस अलिक ठुलो चाहियो अनि चक्का फ्री हुन्छ मैले यसरी प्ले गरेर चेक गर्दाखेरि यति कम भइरहेछ किनकि यसको बेरिङ पुरै घाँसमा बस्नु त्यसो भए त त्यो बुस त होला नि त तपाईँ यहाँ छैन फेरि बुस अरूको लाग्दैन क्या इन्डियामा पाउँछ होला बेरिङ त गएको फेरि फेरि गरे हुँदैन होइन बुसको कारणले होला 10 दिन फेरि अहिले आज पनि जाला फेरि एक हप्ता त 10 दिन गाडी फेरि जान्छ नि मात्रै त कामै भएन अनि कहाँ पाउँछ त यसको बुस दाइ कहाँ पाउँछ बुस बुस त यस्तै गाडीको भयो भने राम्रो हुन्छ सोनबर्षमा पाउँछ
सुनवर्षा भन्नाले पनि एक कबारहरूमा भेट्छ यसको भुस यस्तै गाडीको अरूको लाग्दैन फेरि बोले त त्यसैले हो 100%। यसको सोरुममा पाउँदैन हन्डाको एकचोटि हालिसकेपछि आनन्दै हुन्छ नि होइन अहिले यो 1 महिनाबाट यस्तो प्रब्लम आयो कि नभए थिएन नि कहाँ यत्रो दिन एउटा ब्यारिङले 3 महिना 4 महिना चल्छ पहिला चाहिँ कहाँ फेरे फेरेकै छैन ब्यारिङ बुस फेरेकै छैन अहिलेसम्म हो र किन दिनदेखिबाट मलाई थाहा छैन फेरि ए त्यसो भए गयो होला यार यत्रो भयो नि त एकचोटि लालबन्दी गएको बेला एकचोटि त्यो खोइ कति 8 कि कति मैले भनेको थिएँ नि तपाईँले बिर्सेँ मैले 8 कि 9 कति भनेको थिएँ नि तपाईँले मैले बिर्सेँ लुज गर्न 22 का रिङ बना लिया बड़का पे उतर लिया कार मजाले चल्छ है एकदम खटङ खटङ बवाल छ नि एपोलोको एपोलोको होइन यो अगाडिको फेर्न बाँकी छ साथीलाई इलाममा फोन गरेको अहिले नआउ रे बाटो पुरै ब्लक छ तपाईँको पुस मागतिर होइन हिउँ पर्छ त्यति पुस मागतिर आउनु भनेको क्या त्यहाँ 3टा हिमाल देखिन्छ हिउँ पर्छ क्या त्यतिखेर त्यो चियाबारी छ नि कन्याम भन्दा पनि अझै 1.5 घन्टा लाग्छ क्या भित्र हो क्या मजा आउँछ त्यहाँ जानुभयो भने इन्डियाको बोर्डर देखिन्छ दार्जिलिङ सिक्किम देखिन्छ त्यहाँबाट त्यहाँ गयो भने टेन्सन हुँदैन क्या खाना बस्न जाने मात्रै हो अहिले त पुरै ब्लक गरेर बाटो त पुरै डेन्जर छ तपाईँको कति त्यो रोडै धसेछ क्या पुरै तल झरेको छ क्या खाल्टो भएर डेन्जर पानी पर्यो नि त हाम्रो यता पानी नै छैन नि छैन काठमाडौँमा यहाँ ज्याकेट लगाएर हिँड्ने बेला भइसक्यो उहिले हो गर्मी महिनामै हो त्यहाँ ज्याकेट लगाएर इलामको बाटो त नधसिनु पर्यो त बिर्ता मोडबाट छ होइन अस्ति काठमाडौँ जहाँ त्यस्तो चिसो थिएन हिलेपट्टिबाट हो पूर्वमा सिधै गयो भने ताप्लेजुङ पुगिन्छ सिधै गयो भने ताप्लेजुङ ए उता त्यही बाटो जाने त हो नि कन्याम हुँदै टोक्ने कस्तो धुलो हानेको बे लगायत माइकल दाइकोबाट चाहिँ निस्किसक्यो हाम्रो यता निर्मल साथीको चाहिँ अब त्यो बेरिङ चाहिँ गएको थियो अनि त्यही बेरिङ भेटेको छैन कसैले 2 स्टार होन्डा 2 स्टारको ब्याक चेन्ज पोकेटको बेरिङ पाउनु भयो भने चाहिँ कसैसँग छ भने चाहिँ यसो सम्पर्क गरिदिनु होला हामीलाई आवश्यकता परेको छ अनि त्यही हो सो त्यहाँ एकछिन बस्यो अनि भाइले चाहिँ यो के भन्छ यो ओइल छ नि यो अगाडिको ब्रेकको ओइल हो त्यसको लबड हुन्छ माकुरी तन्काइदिएर कत्रो बनाइदिएको थियो अनि अर्को हाल्यो बल्ल तल्ल खोल्दाखेरि चाहिँ कहाँ दाइ अगाडिदेखि थियो भन्दै थियो अनि कहाँ अगाडिदेखि हुनु अगाडिदेखि भएको भए त अनि निकाल्दाखेरि त अनि त्यस्तै त हुनुपर्ने नि अनि त्यस्तो चाहिँ किन भएन त भन्दाखेरि अनि ल केही छैन जान्छ ट्राफिक दाहिने
ल फाइनली हाम्रो विकास साथी भेट भइसकेको छ हाम्रो चाहिँ कलेज फ्रेन्डको साथी होइन सो फाइनली मिट भएको छ केटाले बिएससी गरिसक्यो यार खोजसोच छैन होइन सबको आफ्नो उयो हो होइन उसको बिहेमा चाहिँ म आउन सक्थेँ तर म अलिकति बाहिर थिएँ त्यही भएर इन्भाइट गरेको थिएँ केटाले केही छैन अनि के छ त अनि हालखबर तर यहाँको चाहिँ कस्तो दामी ल लाइन गयो अब चाहिँ हामी चल्दिने यहाँबाट गयो अब चाहिँ निस्क्यौँ के विधि लाइन कट्यो अब यार ओ लाइन आयो जाऊ ए जिंदगानी यो जिंदगानी यो जिंदगानी यो जिंदगानी जिंदगानी यो जिंदगानी यो जिंदगानी यो जिंदगानी मोबाइल ला भाई मुंडी गाइस हमारा वीडियो देखिए ले बस अभी तू आइले वीडियो ठाके आलो त हुँदै अपलोड कर लाइन आलो नि त भक्कर खोइ कोही गाटे यो जिंदगानी यो जिंदगानी यो जिंदगानी हाँ ए साथी भेटल वाले कॉलेज फ्रेंड बहुत दिन के बाद तो
यो अब घरतिर लाग्दिम। मेरो मोबाइल र ब्याग छुटेको थियो कि यहाँ, अनि मलाई थाहा पनि भएन क्या लिन आउनुपर्छ भनेर। अनि बल्ल आयो, अनि लिएर चाहिँ जाँदैछु घरतिर। सो तुलसी पूजा चाहिँ भइरहेको छ बेलुकाको टाइममा, किन भन्दाखेरि आज ठुलो तुलसी पूजा हो नि त। अनि जतै ततै पूजा भइरह। यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी। धुलो हाने नि त, अनि त्यही भएर यो जिन्दगानी यो जिन्दगानी यो बुल्टा कहाँ हो? कहिले इनबाट टुटिए? यो जिन्दगानी यो जिन्दगानी।